यहाँहरु सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी यो हुर्लुङ क्षेत्रमा आएका छौं। आज चाहिँ यहाँबाट हामी माथि रूपाकोटसम्मको यात्रा हुनेछ हाम्रो। अहिले चाहिँ हामी हुर्लुङ भन्दा केही माथि छौं। यहाँबाट चाहिँ हामी सिधै पाण्डा ट्रेल हुँदै रूपाकोटसम्मको यात्रामा छौं आज हामी। अहिले चाहिँ हामी अलिक थाके जस्तो पनि भएर यो डाँडामा आइपुगेका छौं। यहाँबाट माथि यो चाहिँ रूपाकोट भन्दा अलिक वरको डाँडो हो। त्यो चाहिँ सिद्धथान हैन, के भन्छ त्यसलाई? सिद्धथान भन्छ त्यसलाई। अलिअलि त्यो सामान्य त्यहाँ केही यस्तो झन्डा सन्डा देखिरहेको छ, त्यो चाहिँ सिद्धथान हो। त्यहाँदेखि उता गएपछि चाहिँ एकदम समथर फाँटहरू आउँछ। त्यहाँसम्मको चाहिँ हाम्रो यात्रा चाहिँ अलिकति उकालो छ, यो जङ्गलको यात्रा छ। त्यहाँ पुगेपछि चाहिँ धेरै सहज छ, धेरै चौडीहरू, एकदम फाँटिलो जग्गाहरू र धेरैतिरको भ्यूहरू हेर्न सकिन्छ। अहिले चाहिँ हामी अलि माथि रूपाकोट भन्दा अलिक तल त्यो माथि देउराली भन्छ यहाँ हैन, यो चाहिँ देउराली भन्ने ठाउँमा छ। आज चाहिँ हामी यो उकालो चढ्ने कि नचढ्ने भन्ने यहाँ बृहत छलफल हुँदैछ। हेर्दा त्यहाँ नजिकै छ, जाँदा टाढो छ भन्छौँ। जाने त जाँदा त पुगिन्छ। आज चाहिँ हामी यो रूपाकोटसम्मको यात्रा थियो। रूपाकोटको यात्रा चाहिँ यहीँ टुङ्ग्याउँदै फेरि हामी कुनै दिन माथि रूपाकोटसम्मको यात्रामा छौं।